अस्ट्रेलियाको मेलबर्नमा नेवा पुचकको आयोजनामा सम्पन्न धिमे पिक्यागु ज्याझोका केही झलकहरू। छ महिना अगाडि स्थापना भएको संस्था नेवा पुच अर्थात् नेवार समूहको संयोजनमा 22 जना प्रशिक्षार्थीहरूलाई धिमे बाजा बजाउने प्रशिक्षण दिइएको थियो। नेवार परम्परा अनुसार बाजा बजाउन सिकिसकेपछि नासड्योमा गएर सर्वप्रथम प्रशिक्षार्थीहरूले आशीर्वाद लिने र सार्वजनिकीकरण गर्ने क्रममा गुरुको पूजा र सम्मान गर्ने प्रचलन रहँदै आएको छ। कार्यक्रममा 22 जना मध्ये उत्कृष्ट 3 जना बीचमा प्रत्यक्ष रूपमा धिमे बाजा बजाउने प्रतिस्पर्धा पनि गरिएको थियो, जसमा समीर महर्जन विजेता बनेका थिए। विजेता महर्जनलाई संस्थाका अध्यक्ष सञ्जीव श्रेष्ठ र धिमे प्रशिक्षणका गुरु रफिक महर्जनले पुरस्कार प्रदान गरेका थिए। प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई भिक्टोरियाका अवैधानिक महावाणिज्य दूत निराजन गौलीले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अवैधानिक महावाणिज्य दूत गौली एकदमै खुसी लागेको चाहिँ हाम्रो सञ्जीव भाइ लगायतको टिम जसले 6 महिना अगाडि सुरु गरेर नेवा पुच मेलबर्न जुन ढङ्गले स्टार्ट गर्नुभयो, यसको लागि यो कल्चर जोगाउनको लागि र तपाईँहरूको सांस्कृतिक धरोहर यसलाई कन्टिन्यू गर्नको लागि जुन ढङ्गले तपाईँहरूले आज यो ठाउँमा आएर एउटा राम्रो ढङ्गले हामीलाई धिमेको एउटा गुन्जाहाट छ, त्यसबाट हामीलाई जुन एउटा रमाइलो बनाउनु भयो र आफ्नो कल्चरलाई पनि त्यही ढङ्गले विकास गर्नुभयो, त्यसको लागि म नेवा पुच मेलबर्नप्रति हार्दिक आभार व्यक्त गर्दछु। कल्चरसँग धेरै सिनियर दाइ दिदीहरू भेट्ने गरेको थिएँ, तर आज नेवा पुच मेलबर्न चाहिँ युथहरूले लिड गरेको संस्था, यो चाहिँ युथ भाइ बहिनीहरू यति धेरै देखेको छु, त्यसले गर्दा म यति खुसी भएको छु कि यो संस्था अत्यन्त राम्रो ढङ्गले यहाँले अगाडि लैजाने हुनेछ भन्ने विश्वास पनि लिएको छु। अलिकति हामी नेवारी कल्चरको कुरा गर्दै गर्दा यो कहिलेकाहीँ हामी कसरी हेर्ने गर्छौँ भने कतै जातसँग जोड्छौँ, त्यसो होइन।
त्यो कल्चर हो, नेवा कल्चर हो। त्यो कारणले गर्दा नेवारी समुदायले मात्रै होइन, हामी सबै समुदायको यो धरोहर हो। म यसो हेरिराखेको छु, हाम्रो सुशीलजी, म अलिकति नेवारी कल्चरको कुरामा सबैभन्दा अगाडि आएर एडभोकेट गर्ने पात्र हुनुहुन्छ, जो नेवार त होइन नि त जातले, त्यो कल्चरसँग कति सामिप्यता जोडिएको हुन्छ भन्ने कुरा त्यसैले देखाउँछ। मैले एउटा प्रतिनिधि पात्रको रूपमा भने कल्चरलाई जोगाउनु छ भने त्यसको ल्याङ्ग्वेज, सबैभन्दा ठुलो कुरा त्यसको ल्याङ्ग्वेज र त्यो कल्चरलाई चाहिँ सँगै लैजान सक्यौँ भने चाहिँ हामीले त्यो सांस्कृतिक धरोहरलाई कन्टिन्यू गर्न सक्छौँ। त्यति भन्दै हाम्रो सञ्जय भाइ लगायतको सम्पूर्ण नेवा पुच्छरको टिमप्रति फेरि पनि आभार व्यक्त गर्दै यहाँहरूका हरेक पाइलाहरूमा साथहरूमा साथ दिन र हातमा हात मिलाउन कन्सुलेट अफिस भिक्टोरिया सधैँ तत्पर रहेको कुरा यहाँलाई जानकारी गराउँदै तपाईँहरूको धिमे जुन आज हामी मन्त्रमुग्ध भएर सुन्यौँ, हेऱ्यौँ, देख्यौँ, नेवा पुचाले छोटो समयमै जिलङमा हुने पाको फेस्टिभल र नेपाल फेस्टिभल मेलबर्नमा आफ्नो कला सफलतापूर्वक प्रस्तुत गरिसकेको छ भने विभिन्न समयमा महपूजा, यमरी पुन्ही, समय बजी जस्ता कार्यक्रमहरूको पनि आयोजना गरिसकेको छ। धिमे पिक्कागु, ज्याझोमा नाच गान र धिमे बाजा बजाउने जस्ता विभिन्न आकर्षक प्रस्तुतिहरू रहेको थियो।